बा, आजैको दिन हो तपाईँलाई तपाईँ भित्रको प्राणले त्यागेको, आमाको सिउँदो उजाडिएको, यो संसारमा हामी टुहुरा भएको आज ठ्याक्कै 15 वर्ष बितेछ। बा नहुँदाको पीडा हामीमा थियो, जिम्मेवारी आमा र ठुल्दाईको काँधमा। दैव पनि कति हो कति निर्दयी, बाले छोडेको 6 महिनामै बा समानको ठुल्दाई पनि हस्ताउनु भयो। जोसँग हामी 3 भाइ र 1 बहिनीको जिम्मेवारी थियो, त्यो सोझै ममाथि आयो। मैले पनि जानी नजानी जिम्मेवारी काँधमा लिए, तर हर पल बा नहुँदाको पीडाबोध चाहिँ भइरह्यो। बा, मैले तपाईँ अनि दाईको अभाव कसैमाथि पुरा गर्न सकिनँ जस्तो महसुस भइरहेछ। स्वयं म आफू पनि खुसी छैन, कारण मैले जानी नजानी लिएको जिम्मेवारी सबै गलत भएको छ। म तपाईँ बिना अधुरो छु, पुरै अन्धकार छु बा। म माफी चाहन्छु, म कसैको लायकको भइन। आज साथीभाइका बा उनीहरूसँगै हिँडेको देख्छु, बाको आडमा गरिबिलो चौडा गरी छाती फुलाएर हिँडेको देख्छु। बा, भित्रैबाट आज धेरै मिस गरेको छु। तपाईँ समानको मेरो दाजुलाई पनि मिस गरेको छु। आज तपाईँहरूको भौतिक शरीर हामीमा छैन र बाको भौतिक शरीर आजैको दिन अर्थात् भदौ 22 गते नै हामीमा टाढिएको दिन हो। बा, धेरै मिस गरेको छु। तपाईँका तस्बिर अनि दाजुको तस्बिर हेर्न सिवाय केही छैन। जहाँ हुनुहुन्छ आनन्दले बस्नुहोला। बा, हजुरको आत्माले शान्ति पाओस्।